ल अब साला भनेको नाच हुँदैछ हेर्नु। हेलो युट्युब फ्यामिली, वेलकम ब्याक टु माई अनदर युट्युब भिडियो। न्यू डे न्यू ब्लग। स्वागत छ तपाईँहरूलाई आज पनि न्यू डे न्यू ब्लगमा। र आज चाहिँ हामी यतातिर है गाइस सपरिवार हिँडेको अवस्था। ल बा नानी बाबुहरूलाई हामीले चाहिँ बसमा हामी चाहिँ भेनासाला यतातिर है ल शङ्खनगर चोकमा नला है। हामी चाहिँ गाडीमा नअटेको कारणले अब हामी चाहिँ भेनासाला अब नानी बाबु अब हामी चाहिँ अब यतातिर है। ल गाइस अब हामी पनि लाग्यो है, भिडियोलाई गाडीमा पठाइयो। अब आज चाहिँ मौसम पनि एकदम राम्रो छ अवस्था। नानी बाबुको छुट्टीमा हल्का रमाइलो। अब हामी हाइवेमा निस्केर फाइनली हामी अब टोकेको लाग्यो है। हामी अब कोटियामा आइपुगेका छौँ। अगाडिको बाटो हामीले यही त हो बस, रातो होइन र। ल अब बसलाई पनि उठाल्यो है हाम्रो। ल अब हामी फाइनल्ली बनबाटिकातिर जाने बाटोमा नि झरिसक्यो। अब हामी बनबाटिकातिर जाँदैछौँ। ल अब अटो रिक्सा चलाएर पनि लाग्यो है हामी है। लाग्यो बनबाटिकातिर लाग्यो है, भित्री बाटो। 30 रुपियाँ भाडा भनेपछि कति टाढा हो होइन? टाढै हो नि त। र शङ्करनगर बहुमुखी क्याम्पस, शङ्करनगरबाट भित्रै जानु पर्यो। ल फाइनल्ली अब हामी बनबाटिका पार्कभित्र अब आइपुग्यो। अब छिर्न बाँकी छ, उहाँ रासी हामी छिर्नेछौँ। त्यहाँबाट के कस्तो छ, के छन् त्यहाँ सबै कुरा हामीले हजुरहरूलाई देखाउनेछौँ। यसै ब्लगमा सबै कुरा जानकारी दिनेछौँ। के छन् सबै कुरा देखाउनेछौँ। हेरेर साथसाथलाई फाइनल्ली रिक्साबाट रिक्सा मलाई हेर। टिकट काट्ने कार्यक्रम पनि भइसकेको छ। महिला टिकट दर ₹50। फाइनली टिकट पनि काटियो। पर पर्सन 50 को बिच छ। हामी चाहिँ यता है बनबाटिकातिर। तपाईँहरूलाई अब बनबाटिकामा स्वागत छ है। आउनुहोस्, भिजिट गर्नुहोस्, के कस्तो छ सबै कुरा जानेर जानुहोस् है। वरिपरि हेर्न सक्नुहुन्छ, एकदमै रमाइलो दृश्य छ। बनबाटिकाभित्र के कस्तो छ सबै कुरा हामीले हजुरलाई देखाउँछौँ। अहिले भिडियोले घुम्न नपाइएला। ल अब भेन पनि स्कुटी पार्किङ गर्न जाँदै हुनुहुन्छ। स्कुटी पार्किङ गरिसकेपछि हामी सबै एकसाथ भेट हुनेछौँ र सबै कुरा देखाउँछौँ, रमाइलो गर्नेछौँ है। ल अब हामी अरू त त्यस्तै हो, अजिङ्गर चाहिँ देखाउँछौँ है हजुरलाई। अच्छा ठीक है। दिव्य के हो यो? कस्तो भइरहेको छ दिप?
रतुवा उहाँ छ डिपले भन्दैछन् अब यसले कति खान मन लाग्छ रतुवा मृग ठिक छ हेलो साथी के छ साथी ठिक छ यार कस्तो भइरहेछ तपाईँ घरमा बसेर के गर्नुहुन्थ्यो र यहाँ आएर के भइरहेछ भन्नुहोस् त ल टेन्सन दिन्छ कस्तो गर्छ तिमीहरूलाई तिम्रो यहाँ आउन मन लाग्थ्यो कि नै अस्ट्रिच आउँदैछ बाँदर खेल्न मङ्कीलाई खेल्न हजुर जत्रो छ है के हो त्यो हामी चाहिँ फोटोसुट गर्ने चक्करमा छौँ अहिले वनवाटिकाको यसो मायाको सिनो अहिले अब भाइको छोराछोरी यसमा तारा र कोपिलालाई मिस गर्दै हामी भिडियो सुट गर्दैछौँ अब पुरा लाइनमा छ रुको जरा सबर करो डेम्सनले पनि आई लभ वनवाटिका भनेर ल हेर्नुहोस् आई लभ वनवाटिका भनेर यस्तो लभ साइन हेलो डेम्सन लगायत हाम्रो छोरीको टिकटक पनि डान्स हुँदैछ ल मार्यो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ हल्का रमाइलो के ल आफ्नो आफ्नो पारामा हो कि ल गाइज यहाँ सुटिङ हुँदैछ ल अब साला भनेको यहाँ नाच हुँदैछ हेर्नु ल नाचिदिनु ठिक बा अच्छा अच्छा हे ल खै भनेको थिएँ त ल गाइस वनवाटिकामा मोस्टली हार्डली वेलकम तपाईँहरू पनि है यो गर्मीमा आएर यो शीतल छारीमा पसिना पुरा एसीको हावा खाएर जानु होला फुल टिप्नलाई सबै मनाइन्छ रहेछ ल है गाइस सिन है यो हेर्नुहोस् त वनवाटिका बहुत रमाइलो लाग्यो मलाई अहिलेसम्मको राम्रो अब फाइनली अब एउटा यहाँ ग्रुप फोटो खिच्ने जमर्को गर्दैछ यहाँ वनवाटिकासम्म आइपुगेको छ यार गोरखपुरको त्यो रेल भन्थ्यो यहाँ छक्छको रेल यहाँसम्म आइपुगेको अवस्था छ अब हाम्रो फिलहाल घरतिर कतालाई यो गेम खेलाउने अवस्था छ गाइस अब हाम्रो टेन्सन जीविका गएको अवस्था लाग्छ तपाईँहरूको कस्तो एक्सपिरियन्स भयो त त्यो खेलेर झुलाको एक्सपिरियन्स कस्तो भ्यू तक्ला आएको थियो यो अब यो गनले निशाना लाउने सयको 4 गर्छ टाका नीचे लगा ऊपर ल ल ल ल यता 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 हेरौँ न यता यहाँ लक्की ड्रोबी जस्तो गाइस यो 5वटा बलमा तपाईँले यो नम्बर जस्तो एकैचोटि हार्ने पनि भयो यो बल यो डुलोमा यो कति नम्बर काउन्ट हुन्छ काउन्ट भएपछि यो यहाँ कति नम्बर छ त्यो प्राइज पाइन्छ होइन यही होइन गाइस अब हामी वापस वनवाटिका आउनुभयो भने त यो चाहिँ यो नसुटाउनु होला है तपाईँहरूले ल सबभन्दा वान अफ द बेस्ट सिन अफ द
वनवाटिका ल लगाएर एकदम राम्रो है एकदम मन पर्यो थ्याङ्क यू भिजिट एगेन भन्नुभएको छ फेरि पनि आउँला पर पर्सन 50 रुपिज फाइनली गाइस हामी चाहिँ गुल्मी मालिका खाजा घरमा यसो हिँड्ने बेलामा अन्तिम अवस्थामा यसो खाजा पनि खाएर निस्क्यो भनेको है हेरौँ के कस्तो हुन्छ यहाँको टेस्ट पनि गरौँ गुल्मी खाजा घरको अब ट्याक्क यो आयो हाम्रो जमिन रहेको गुल्मी खाजा घरको साउ चाहिँ यहाँ हुनुहुन्छ कस्तो बस्छ स्वाद कस्तो छ दिप कस्तो छ यहाँ बहुत भिड हुँदो रहेछ गाइस टेन्सन कस्तो छ खान्छ सुरु गरौँ त अब हामी खाना खाएर अवस्था आला 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 फाइनल्ली आजको भ्लग तपाईँहरूले मन पार्नुभयो होला मन पार्नुभयो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ पक्कै पनि नभुल्नु होला गाइज भन्दै आजको भिडियो यहीँ वनवाटिकाबाट नै सुरु भयो यहीँदेखि नै अन्त्य गर्छौँ ल यति भन्दै हामीले भिडियोलाई पनि अब फेरि नेक्स्ट भिडियोमा भेटौँला भन्दै अब यहीँ अन्त्य गर्छौँ बाई बाई टेक